आज सागर भाइ र मेरोमा चाहिँ कम्पिटिसनमा कसले धेरै माछा मारे होला त। अनि लास्टमा भने झन् आफूले मारेको माछा नै किन नखाएको त मैले। सो फेरि पनि स्वागत छ मेरो छोटो मिठो न्यू मिनी भ्लगमा। आशा गर्छु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि अहिले यता टिकटाक एकदमै सन्चै छु। अनि आज चाहिँ हाम्रो सागर भाइलाई एकदमै माछा मार्न मन लाग्यो भने त्यही भएर मलाई आज लिएर यसले चाहिँ हिँडिरहेको छ माछा मार्नको लागि भने। त्यही भएर सागर भाइलाई पछाडि हालेर सरर साइकल चलाउँदै हामी आफ्नो गन्तव्यतिर पनि लाग्यौँ। अनि यतातिर आइपुगेर एउटा फेरि सागर भाइले एउटा च्यालेन्ज पो दिन थाले मलाई। ल दाइ आज तपाईँ र मेरोमा च्यालेन्ज गरौँ, जसले धेरै माछा मार्छ त्यसलाई चाहिँ भने खुवाउनु पर्छ है त भने। त्यसैले मैले च्यालेन्ज पनि एक्सेप्ट गरिदिएँ। छिटो छिटो त्यसपछि मैले बल्छी सल्छी निकालेर यतातिर चट्टसितले बाँधेर सागर भाइलाई दिएको। सागर भाइले झन् यतातिर अगाडि नै एउटा ठुलो खाले त बोनी गरिहालेछ केटोले जे होस्। अनि त्यसपछि मैले पनि आफ्नो ठाउँमा गएर चट्टसितले तानेको। यत्रो सानोबाट पो आएछ जे होस्, अब माछा त माछै हो, के गर्नु। यी अर्को पनि त ब्लकको पनि निकाले। ल यता हेर्नु मेरो त दुईटा भइसक्यो, तपाईँको खोइ भन्नु मेरो त एउटा मात्रै। अब जे होस् अगाडि फोकस गर्नुपर्छ, हेर्नुपर्छ लास्टमा कोले कति कति निकाल्छ त ल है भने। त्यसपछि ओके भन्दै थियो केटोले चाहिँ। अनि घाम चाहिँ भने के साह्रो लाग्यो, बादल लाग्दा पनि कस्तो हो। यस्तो हाम्रो तराईमा मात्रै हुने हो क्या यस्तो गर्मी त। आम्मामा के भन्नु। माछाले भने मस्तसँगले खाइ पनि रहेको थियो अनि मजाले परेको पनि थियो। यता हेर्नु मेरो यति धेरै भइसकेको छ अहिले चाहिँ। अनि यता सागर भाइको पनि यसो हेरिदिनु न, यतातिर सागर भाइको पनि अलिअलि मस्तसँगले भइरहेको छ। जे होस् अब कम्पिटिसनमा अब त्यो त लास्टमै थाहा हुन्छ कसले जित्ने हो भनेर। त्यही पनि यतातिर मजाले त लास्टै हराइदिरहेको थियो, तान्दाखेरि भने आइ नि रहेको थिएन। सागर भाइलाई पनि त्यस्तै भइरहेको थियो। मलाई झन् गर्मीले त के भन्नु, त्यही भएर सबै बल्छी सल्छी निकालेर सट्टसितले यतातिर गाडीमा हालिदिए। सागर भाइलाई पनि अझै रिस उठेछ। त्यसपछि सागर भाइले पनि निकालेर त्यतिर गाडीतिर हालिदियो। त्यसपछि चाहिँ यो झोलाको माछा चाहिँ अब सागर भाइको दोकानमै गएर गर्नेवाला छौँ, को कति कति भयो भनेर। त्यसपछि साइकल निकालेर सरर हामी चाहिँ घरतिर लाग्यो। पसलमा आइपुगेर सागर भाइको निकालेर सागर कतिवटा भएछ भनेको मेरो त जम्मा 10 वटा मात्रै भएछ अरे। त्यसपछि मेरो आफ्नो झोलाबाट निकालेर 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 यानि कि मेरो 15 वटा भएछ है त। ल जे गाइस मैले चाहिँ जितेँ। अब के गर्ने, के छ इनाम भनेको, इनाम सिनाम गोलीमा न भरे आउनु माछा खाने। ल सागर भाइले त्यसरी भनेपछि म चाहिँ साइकल सर घर आइपुगेँ। अनि त्यसपछि एउटा कचौरामा चाहिँ त्यो निकालेर माछाहरू हालेर धुइ पखाली गरेँ फ्रिजमा हालेर। अनि फेरि एउटा 1 बोतल पानी पनि निकालेँ। चिसो चिसो त त्यति खानु हुँदैन थियो, त्यही पनि मैले चाहिँ एउटा लोटामा हल्का आधा तातो पानी अनि माथिबाट चाहिँ हल्का थोरै चिसो पानी मात्रै हालेर घट खाइदिएँ। नुहाइधुवाइ गरेर यतातिर बसेको थिएँ। मम्मीले चाहिँ यतातिर मलाई ड्रागन फ्रुट राखिदिएको रहेछ, त्यही